हेलो हाई नमस्ते वेलकम टु माई युट्युब च्यानल गाइजहरू। आजको मेरो भ्लग चाहिँ बेगनास्थल घुम्न आइरहेको छु म। देख्न सक्नुहुनेछ यहाँ चाहिँ पुरा जङ्गलको बाटो हिँडिरहेको छु। बेगनास्थल चाहिँ तल छ है। म पुरै भ्यूहरू देखाउनेछु तपाईँहरूलाई है गाइजहरू। कस्तो लाग्छ हेरिदिनु होला। स्टार्ट गरिसकेको छु मैले। बेगनास्थलको जङ्गलको फेदमा म चाहिँ हिँडिरहेको छु अहिले। बाटो पनि त खत्रै छ नि त हौ गाइजहरू। यस्तो बाटो हिँड्न त भाग्यको कुरो हो। चराहरूको आवाज पुरा आइरहेको छ। रुखहरू त बबाल ठुल्ठुलो रहेछ नि त हौ गाइजहरू, हेर्नुहोस् न। आमामा यो चाहिँ चिलाउनेको बोट भन्छ है। चिलाउनेको बोट रहेछ। यहाँ पनि चिलाउनेको बोट, यहाँ चाहिँ कटुसको बोट रहेछ गाइजहरू। आमामा हेर्नुहोस् त बबाल छ। वाह, बेगनास्थल चाहिँ यहाँ तल छ गाइजहरू। पुरा शीतल आनन्दको वातावरण छ अहिले यहाँ। बेगनास्थलको पुरै भ्यूहरू तपाईँहरूलाई म देखाउने छु गाइजहरू। तपाईँहरू पनि घुम्न आउनु होला, रमाइलो छ बेगनास्थल। वाह, थाक्यो। हिँड्दैछु म चाहिँ, हिँड्दैछु। तपाईँहरूलाई विशेष ठाउँ देखाउनु छ। म हिँड्दैछु गाइजहरू, हिँड्दैछु। यहाँको भ्यूहरू पनि एकदम राम्रो छ है। माथि वन जङ्गल छ, पहाड, तल चाहिँ पुरा रुखहरू देखिरहेको छ। पानीमा पनि आनन्द शान्तको वातावरण छ होइन। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुनेछ यो बेगनास्थलमा। र यहाँबाट चाहिँ एकदम हिमाल पनि नजिक देखिने रहेछ होइन। तपाईँहरूलाई म देखाउन गइरहेको छु। यो चाहिँ अन्नपूर्ण एकदम नजिक देखिरहेको छ हेर्नुहोस्। तर आज चाहिँ अलिकति मौसम त्यति सफा नभएको हुनाले कुहिरो लागेर चाहिँ स्पष्ट त्यति देखिरहेको छैन होइन। भए पनि क्या बवाल देखिरहेको छ क्या यहाँबाट, कति नजिक छ होइन। मान्छेहरू टन्न यहाँ घुम्न आउँछ होइन। पर्यटकीय स्थल हो। पानी मुनि पनि देखिरहेको छ होइन हिमाल। गाइजहरू यहाँ देख्न सक्नुहुन्छ हिमाल। माछापुच्छ्रे चाहिँ यतातिर छ होइन गाइजहरू। तर यो पहाडले छेकिरहेको छ क्या। रुखहरू छ नि त यहाँ टन्नै हरियाली सुत्तै भएको हुनाले तपाईँहरूलाई चाहिँ अन्नपूर्ण मात्रै अहिले चाहिँ देखाइरहेको छु गाइजहरू है। बेगनास्थल मान्छेको भिडभाड बढ्दै गइरहेको छ अहिले है। यहाँ बेगनास्थलमा घुम्न आउनुभयो भने चाहिँ बोट पनि चढ्न सक्नुहुनेछ। बोटहरू पुरा व्यवस्था छ। टाढा गइसकेको रहेछ एउटा बोट चाहिँ अहिले।